आज न छिलो साथी ए काली ए यहाँ त मलाई त टोक्यो साथीले छुट्टा के लाउन नि के भयो बिचा पुल यहाँ फिर्ने भौतिर खाइयो नीलो पानी यहाँ बसेर मुहानको छोटो चलीमा फेरि खडे गर्नु छ खै सकेन गाडी सही छु त तोरी त छ यहाँ फेरि चारको त मलाई त यहाँ टोटो लामो सारपट्टि फाँदो नै छोरा Sekarang ayam aja. बोल्छु नि जम्मै कालो चाहिँ पोदा जम्मै कालो नै अन्त हेर्दाखेरि अब हुन दिए अस्पताल जाऊ अब हुन काइला माइला साइला मेडिकल आयो खुवाएछौँ भ्याकुताले टोक्छ नि अनि त्यो भ्याकुता दबाई चिन्न पऱ्यो ध्यान लाग्यो भ्याकुता बस्ने पनि हिँड्यो भने बिमलको त अस्ति कुखुरा चेन्ज गरेको बिमलको यो त कुखुरा छोरा अर्को कुखुरा छैन यही कुखुरा हो त्यहीँ राख्ने माफी जान्छ नाते दुईटा हेलो हाम्रो देश मेरो पनि जान्छ भयो मेरो भेनाले समयको भेनाले बनाएको भने त्यही विदेश जाने भयो बाटो
सम्झौता खाए सुजमा निलो कालो जमा सयल खाए धेरै चुरमा बसी कतै टिभी ढाडेर यहाँ साला दिनलाई कतै जान्छ टिभी लिएर रोगीले दबाई चिन्छ गरे कुवाहरू चिन्छ चिन्छ रोगी मैसेबाट याबा त गदाबारी कुरा याबा दाइ नि भाइ चारजना याको दाइ मैले हेर्छ 2 महिनातिर खर्च गरे दाइ चुक्छ मसित भाइ नि दाइ नफे चाहिए दाइ म खाना म भाइ पनि आएर दाइ पनि आएर न कसैले भाउ पिउनु बेसर भाइयाला पिउनु जम्मै यो जम्मै टुयाना खाना दिन स्यास्यागा अब खाना यही खाना यही अरे हमने मियारे ताल छोदिरे पुरै यही अचाले चप बेसर पुरे ठिकी भा पॉइंट घरी होएर बार मेरे गरे के पुरा ससुरले लिया भाइ पॉइंट यार जम त बेटे त दे होला लाइक ससुरले गाडी गन्त लाएर ज्ञान त अब भुलिन पर्छ के यहाँ सेल काट्नु भुलिन पर्छ के कहाँ त्यो मर्छ र त्यो त मर्दैन कहाँ यो त भोलि गाउँको कुखुराको चल्ला छ बच्चा रोइरहेको छ च्याउ च्याउ गरेर दुध लैजाने काट्ने होइन त भेना घर लिएर आएको सातो बोलाउने फेरि लिएर जाने हो कि सासु होइन बजे क्या बजे यहाँ बजे फुलमूर्ति बजे क्या आउँदैछ अरे क्या आधो बाटो बसमा आउनु छिटो हुँदै हिँडेर जान्छ नि ओके त्यो हल्ला गर्न दिन्न नि त हिँड्न दिन्न
इच्छा हुनु जान्छ नभो माथि बिरोटेतिर जान्छ त बिहान होइन नभो बिरोटेतिर जान्छ यहाँ हेर्दैन आइकन बाटो गएर बस्नु जान्छ हजुरले कहाँ निम्ताएर आएको र पानी समेत पनि पामेरी दबाई दिन्छु नि नभन्नु लिएर खाऊ न ल खा तैँले त्यो ज्वाइँले त आधा गर्नुपर्छ भेन मैले बनाएको हजुरको त्यो गेट सबै गरेको आउने 4 बजेदेखि 4-5 बजेदेखि बिहान साँच्चै हो होइन लिएर आउनु मेरो हो त ठुलो एउटा त यहीँ पोखरा आएको अरे त्यो चाहिँ पोखरा बस्छ बजुले लट्ठी टेकेर आउनु पनि हो के अरे भने होइन म बस्छु यस्तै भन भन्ने हो त्यो भोलि आउँछ मामा पनि हिँड्ने फेरि बस्दैन मात्रै बिहा गरे क्या राम्रो छ मान्छे त राम्रो छ त्यो उमेर सानो रहेछ अलिक गाह्रो छ बस्नलाई किन त्यो मान्छेलाई म भन्छु नि भेट्यो भने त्यति माथि काममा पेल्नु जान्ने बुझ्ने त्यहीँ छैन अब गर्छन् अहिले जान्छु भएन ठुलो जेठाउनु लागि उसलाई ठुलो जेठाउनु क्या चुरो सर्का देखाने यार चुरो सर्का दिन्थ्यो कि चुरो सर्का देखाने बजेले चुरो खान्थ्यो र पैसा त खान्थ्यो नि
भनेर आउँदा म बरु समाएर बस्दिन्छु म घर भयो म जान्न टाढो भयो म भनेको फेरि आफै जान्ने हुन्छ काम गरेको हाम्रो काम के अरे हजुर सासले कति साल तपाईँ 4 साल बाबा त्यो बाबुमा भन्दा मुनिको बाबुमा बाबा खासा त त्यो मरेको राजा राजा र उनीहरू नाम त नि है आएन त नत्र त कहाँ आउँछ त नि आएन त नत्र दबिरो बसेको आयो